नमस्ते, म सुब्राज हनिस्टार। आज काठमाडौँबाट करिब 20 किलोमिटर दूरीको टाढाको ठाउँ सूर्य चौरमा आइरहेको छु। आज तपाईलाई म सूर्य चौरमा सुतेर देखाउँछु है त। यो चाहिँ धरती भनेको चोखो छ के, कसैले यति यहाँ काठमाडौँबाट आउँदैन धेरै फोहोर हुँदैन हैन। एकदम चोखो ठाउँमा सुतेर इन्जोय गर्नुपर्छ क्या। लाइफको पार्ट नै यो एउटा इन्जोय। त्यसमा पनि नेचुरल लभर परे म सुतेर देखाउँछु। अहिले चाहिँ हामी सूर्यचर नुवाकोटमा छौँ हामी अहिले। अनि मसँग चाहिँ पर्नुभयो सुबेराज हुन्छ हामीसँग। र हामी यो सूर्यकोटको यो हामी भ्यू इन्जोय गरिरहेको छौँ अहिले। हेर्न सक्नुहुन्छ तपाईँ। एकदमै सुन्दर ठाउँ छ हैन। एकदम पारी जंगल देखाइदिउँ। हामी यो के रे हामी काठमाडौँबाट आउने ठाउँ यही हो। तलबाट चाहिँ हामी यता माथि आउँछौँ। काठमाडौँबाट करिब 20 किलोमिटर दूरीको टाढा हो यो। भने एकदमै सुन्दर ठाउँ रहेछ। साँच्चीकै सूर्यचौर भनिएको रहेछ, किनकि यो यता चारैतिरबाट सूर्य लाग्दो रहेछ। सूर्य चाहिँ भगवान, सूर्य लाग्ने ठाउँ भएको कारणले गर्दा यसलाई सूर्यचौर भनिएको रहेछ भन्ने कुरा प्रष्ट भयो। र यो नुवाकोट एरियाभित्र पर्छ। त्यो पछाडितिर ककनी क्षेत्र हो, यतातिर काठमाडौँ। एकदमै सुन्दर ठाउँबाट तपाईँले देखाइरहेको छु। उतल हाम्रो यताबाट देखाउनु तल देखाइरहेको छु। हाम्रो टोली फुटबल खेलिरहेछ, कोही डान्स गरिरहेछ। एकदम हामी पिकनिक आइरहेका छौँ आज सूर्यचौरमा। पिकनिक एकदमै सुन्दर तथा रमणीय क्षेत्र, सुन्दर तथा पर्यटकीय क्षेत्र सूर्यचौर। म पनि पहिलोपटक आएँ। यो बाटो चाहिँ नुवाकोट जाने बाटो हो भने पक्की रोड। त्यहाँ भन्ज्याङबाट माथि यो बाटो भएर आउँछ। यता सूर्यचौर आउने बाटो जङ्गलको कच्ची रोड छ। एकदमै यो रिसोर्ट एकदम सुन्दर ठाउँबाट तपाईँलाई देखाइरहेको छु। लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला भन्न चाहन्छु। धन्यवाद। के भन्नु छ कान्छा? लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। अनि कान्छाको नाम के रे? मेरो समीर दिवाकर। समीर दिवाकरजी हुनुहुन्छ हाम्रो। एकदमै उहाँ पनि पर्यटन प्रेमी। तपाईहरु पनि बिहानको भ्यू हेर्न चाहनुहुन्छ भने यहाँ आउनुहोस्। हो, एकदमै राम्रो भ्यू छ सूर्यचौर हैन। हजुर। ल धन्यवाद गाइज है।